हेलो, यो गेट हेर्न सक्नुहुन्छ। यो गेट कुन ठाउँको भनेपछि निरोड जाने बाटो भयो होइन। निरोड जाँदै बाटो त्यो गोल घर देख्नुहुन्छ है, हाम्रो तार कमलेश जाने बाटो भयो। यो पिपल बोट भयो। हाम्रो पिपल बोटदेखि हामीले यता विशाल बजारतिर लागे। विशाल बजारतिर लाग्दा जाँदाखेरि हाम्रो विशाल बजार एकदम ठुलो बिल्डिङ हेर्न सक्नुहुन्छ। यो म देखाइदिन्छु, यो विशाल बजारको गेट है। यो हेर्न सक्नुहुन्छ, जो देखाएन त्यो हेर्न सक्नुहुन्छ विशाल बजार। त्यो विशाल बजारमा एकदम धेरै पसलहरू पनि छ कि, ठुलै छ क्या बिल्डिङहरू त्यहाँ त भित्र। यहाँ बाहिरदेखि सानो देख्छ, भित्र गएपछि एकदम ठुलो बिल्डिङ छ क्या विशाल बजारमा। अब यता जाँदाखेरि हामीले सेल भइरहेछ कपडाको। कपडा एकदम सस्तामा पाइरहेछ क्या यतातिर। 500, 1000 लेडिजहरूको मात्रै है, फेरि जेन्ट्सको त छैन। अब हामीहरू यता भित्र प्रवेश गरिसके। हाम्रो बसन्तपुर दरबार काठमाडौँको मूल मुटु भनेपछि संस्कृति धर्म स्थलमा पर्ने हाम्रो काठमाडौँको बसन्तपुर है। अब बसन्तपुर जाँदाखेरि एकदम भिडभाड रहेछ यार। आज शनिबार नि छ, त्यही भएर भिडभाड नै भइरहेको हुन्छ। अब यतातिर शनिबार हुन्छ नि त, सबैको छुट्टी हुन्छ, फोटो खिच्न भिडियो बनाउन आउनुहुन्छ क्या। अब भिडियो बनाएर अब यहाँ सबैले हाल्नुहुन्छ टिकटक, इन्स्टाग्राम, सबै फेसबुक बुकमा। अब यता हेर्न सक्नुहुन्छ एकदम यो सिटी घर एकदम फेमस ठाउँ रहेछ। अब यता हेर्न सक्नुहुन्छ एकदम धेरै भिडमा छ यार, टिकटक बनाउने। यो व्हाइट कलर बसन्तपुर धार्मिक स्थलले जनाउँछ धेरै मानिसहरूले चिन्न सकिन्छ। संस्कृति धार्मिक स्थल मन्दिरहरू पुरानाहरू आउनुहुन्छ यार यतातिर त। यो हाम्रो यता यो बिल्डिङहरू राजाहरूको पालामा होटल छ, ठुलो होटल छ यो होटल। अनि यता साइडमा एकदम त्यो पसलहरू थापेको हुन्छ, सानो सानो कानमा झुम्काहरू। त्यो धार्मिक स्थलहरू मूर्तिहरू नै बेचिन्छ कि। यो ठुलो मन्दिर नै देख्न सक्नुहुन्छ, ठुलो मन्दिर। यो भित्र हामीले सिर्दाखेरि 200 लिन्छ कि भित्र यो व्हाइट बिल्डिङमा सिर्दाखेरि। त्यहाँनिर एकदम पुराना मन्दिरहरू छ, धार्मिक स्थलहरू छ क्या त्यो भित्र। अनि त्यता बनिरहेको घरतिर छ नि यता यो बाटो हेर्न सक्नुहुन्छ कि। म यो बाटो जाँदैछु। यो बाटो हजुरको काल भैरव जाने बाटो भयो क्या। त्यो मन्दिर काल भैरवको मन्दिर उता छ क्या हाम्रो काल भैरव। त्यहाँनिर पूजा गरिरहेको हुन्छ सबैले, जे माग्छ त्यही पुरा हुन्छ क्या हाम्रो काल भैरवमा। त्यही भएर भिडभाड एकदम हुन्छ क्या, डेली भिडभाड नै हुन्छ यहाँनिर। भिडियो सुट गर्न, एल्बम बनाउन, फिल्म सुटिङ गर्न यहीँ आउँछ क्या। हजुरको हिन्दी नेपाली सबै भिडियो बनाउन आउँछ क्या।